गोपीजन वल्लभ गिरिवरधारी जय राधा माधव कुंज बिहारी गोपीजन वल्लभ गिरिवरधारी जय राधा माधव कुंज बिहारी गोपीजन वल्लभ गिरिवरधारी यशोदानंदन व्रज जन रंजन यशोदानंदन व्रज जन रंजन यशोदानंदन व्रज जन रंजन यशोदानंदन व्रज जन रंजन यमुना तीर बनधारी यमुना तीर बनधारी जयो राधा माधव कुंज बिहारी गोपीजन वल्लभ गिरिवरधारी जयो राधा माधव कुंज बिहारी गोपीजन वल्लभ गिरिवरधारी। ओम नमो भगवते वासुदेवाय 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 नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये नष्टप्रायेषु भद्रेषु नित्यं भागवत सेवया भगवते उत्तम श्लोके भक्तिर्भवति नैष्टिकी मुखं करोति वाचालं पंगुं लंघयति गिरिं यत्कृपातुं वन्दे श्रीगुरुदिनतारिणम्। आज हामी छलफल गर्दैछौँ स्कन्द 3 अध्याय 2 श्लोक नम्बर 5। पुलकोद्भिन्न सर्वांगो मुञ्चन्मीलदृशासु च पुराणार्थो लक्षितस्तेन स्नेह प्रसर संप्लुता पुलकोद्भिन्न सर्वांगो मुञ्चन्मीलदृशासु च पूर्णार्थो लक्षितस्तेन स्नेह प्रसार संप्लुता पुलकोद्भिन्न सर्वांगो मुञ्चन्मीलदृशासु च पूर्णार्थो लक्षितस्तेन स्नेह प्रसार संप्लुता पुलकोद्भिन्न सर्वांगो पुलकोद्भिन्न सर्वांगो
मीलादृशासु च पूर्णार्थो लक्षितस्तेन स्नेहा प्रसर संस्प्लुता पुलकोद्भिन्न सर्वांगो मुञ्चन्मीलादृशासु च पूर्णार्थो लक्षितस्तेन स्नेह प्रसार संप्लुता अनुवाद पुलक उद्भिन्न दिव्य भाव द्वारा शारीरिक परिवर्तन सर्व अंग शरीर का समस्त अंगहरू मुञ्चन सिंचन गर्दै मिलत खोल्दै दृश्य आँखा द्वारा सुचः शोक को आंसू पूर्ण अर्थ पूर्ण सिद्धि लक्षित यसरी देखाए यसरी देखिए तेन विदुर द्वारा स्नेह प्रसर विस्मृत प्रेम संप्लुतः पूर्ण रूपले समायोजित अनुवाद विदुरले उद्धव का पूर्ण भाव का कारण संपूर्ण दिव्य शारीरिक परिवर्तनहरू देख्नुका साथै उहाँले आँखाबाट बिछोडका आँसु पुछ्दै गरेको देख्नुभयो। यसरी उद्धवले पूर्ण रूपमा गहन भगवत प्रेमलाई आत्मसात गर्नुभएको विदुरले देख्नुभयो। तात्पर्य श्री प्रभुपाद की जय। भगवान का एक अनुभवी भक्त विदुर द्वारा भक्तिमय जीवन का उच्चतम लक्षणहरूको निरीक्षण गरिएको थियो। साथै उहाँले उद्धवको भगवत प्रेमको सिद्धावस्थालाई पनि पुष्टि गरिदिनु भएको थियो। यस्ता भावमय शारीरिक परिवर्तनहरू आध्यात्मिक धरातलमा प्रकट हुने गर्दछन्। यी अभ्यासद्वारा विकसित हुने कुनै पनि कृत्रिम अभिव्यक्तिहरू होइनन्। भक्ति विकासका 3 चरणहरू छन्। प्रथम चरण भक्तिमय सेवाका संहिताहरूमा संस्तुत विधि नियमहरूको पालन गर्नु हो भने भक्तिको स्थायी दशालाई आत्मसात गर्नु र त्यसको अनुभूति गर्नु दोस्रो चरण हो। दिव्य भावावस्था नै यसको अन्तिम चरण हो। श्रवण कीर्तन स्मरण लगायतका 9 विधिहरू नै यो विधिको शुभारम्भ हो। भगवानका लीला तथा महिमाहरूको नियम पूर्वक गरिने श्रवणले शिष्यको हृदयमा अवस्थित कल्मषहरू पखालिन थाल्दछन्। जति धेरै भक्त निर्मल बन्दछ त्यति नै ऊ भक्तिमय सेवामा स्थिर बन्दै जान्छ। उसका भक्ति कार्यहरू क्रमशः एकपछि अर्को गर्दै स्थिरता, दृढता, रुचि, अनुभूति तथा आत्मसातमा परिणत हुन थाल्दछन्। क्रमिक विकासका यी विविध चरणहरूले भगवत प्रेमलाई परम पदसम्म अगाडि बढाउँदछ र त्यो परम पदमा पनि अझै स्नेह, क्रोध तथा अनुराग जस्ता अनेकौं लक्षणहरू देखा पर्दछन्। यी लक्षणहरू क्रमशः विशेष अवस्थामा महाभावमा परिणत हुन पुग्दछन्, जुन सामान्यतया जीवका लागि सम्भव छैन। मूर्तिमान ईश्वर प्रेम भगवान श्री चैतन्य महाप्रभुले यी सम्पूर्ण लक्षणहरू प्रदर्शन गर्नु भएको थियो। भगवान श्री चैतन्य महाप्रभुका प्रधान शिष्य श्री रूप गोस्वामीद्वारा लेखिएको भक्ति रसामृत सिन्धुमा उद्धव जस्ता शुद्ध भक्तहरूद्वारा प्रदर्शित यस्ता दिव्य लक्षणहरूलाई विधिपूर्वक वर्णन गरिएको छ। हामीले भक्ति रसामृत सिन्धु शीर्षकमै यसको संक्षिप्त टीका लेखेका छौं। भक्ति विज्ञान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्नका लागि मानिसले यी ग्रन्थबाट सुझाव लिन सक्दछ।
ओम ज्ञानतिमिरन्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरुवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूपं कदा मह्यं ददाति स्वपदान्तिकम्। वन्देऽहं श्रीगुरो श्रीयुतपदकमलं श्रीगुरुन् वैष्णवंश श्रीरूपं सागरजातं सहगना रघुनाथान्वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्णचैतन्यदेवं श्रीराधाकृष्णपादान् सहगना ललिता श्रीविशाखान्वितांश्च। हे कृष्ण करुणा सिन्धु दीनबन्धो जगत्पते गोपेश गोपिकान्त राधाकान्त नमोऽस्तुते। तप्तकाञ्चन गौराङ्गी राधे वृन्दावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिये। वाञ्छाकल्पतरुभ्यश्च कृपा सिन्धुभ्यैव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौरभक्तवृन्द। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। आजको यस श्लोकमा जब उद्धवले विदुरका प्रश्नहरू सुने र त्यसपछि उद्धवको शरीरमा आएका जुन विकारहरू थिए अथवा जुन ट्रान्सफर्मेसन परिवर्तनहरू थिए त्यसको बारे चाहिँ वर्णन गरिरहेको हुन्छ नि यहाँ चाहिँ गरिएको छ। र यहाँ श्रील प्रभुपादले यहाँ वर्णन गर्दै हुनुहुन्छ कि सुरुमा पहिलो त यो जुन विकारहरू छन्, आँखाबाट आँसु आउने, यिनीहरू कहिलेकाहीँ हामीलाई लाग्छ जप गर्दा हामी पनि कहिले भावुक हुन्छौँ, कहिलेकाहीँ लाग्छ हुन्छ नि आँखाबाट आँसु आउने जस्तो। तर यहाँ हामी देख्छौँ कि विदुर जो भक्तिमा परिपक्व भइसकेका थिए। सो विदुरले जब उद्धवलाई देख्छ र उद्धवको यो जुन भाव देख्छ कि भगवानको स्मरण गरेको कारणले जुन उद्धवको आँखामा आँसु आउने, जुन वाणी गदगद हुने, यो सबै देखिसकेपछि विदुरले के बुझ्छ कि उद्धव साधारण हुन्छ नि भक्त होइन। हुन त अब हामीले भनिराख्नु पर्दैन, तर जनाउनको लागि कि भक्त जुन विदुरले यो जुन विकारहरू देखे यसबाट के हुन्छ नि प्रश्न भयो कि उद्धव साधारण हुन्छ नि कुनै साधारण व्यक्ति थिएन, भगवानका एकदम विशेष भक्त थिए। नत्र भए स्मरणद्वारा मात्रै अथवा भनौँ न जब उद्धवले जुन प्रश्न सोधिएको थियो त्यो भगवानमा लक्षित थियो, तर त्यो द्वारा कुनै एकदम विशेष कुनै घटना भएको थिएन जसबाट चाहिँ त्यो भावहरू प्रकट भएको थियो हैन। कि विदुरले प्रश्न सोधे, उद्धवले भगवानको नाम सुने हैन, बुझे कि भगवानको बारे हुन्छ नि भनिरहेको, भगवानको स्मरण गरे र भगवानको स्मरण गर्दा के भयो त यो अनेक किसिमको विकारहरू उद्धवको शरीरमा देखिन थाले। र अब यो देख्नको लागि हामी देख्छौं कि अनेक किसिमको व्यक्तिहरू छन् जसले के गर्छ, एक हिसाबले एउटा एक्टिङ गर्छ कि यो चाहिँ हुन्छ नि जस्तै कहिलेकाहीँ उनीहरूले देखाउने कोसिस गर्छ कि उनीहरू भक्तिमा धेरै अगाडि बढिसके
र के हुन्छ भन्नाले कहिले रुने हुन्छ नि, बानी गदगद भएको जस्तो गर्ने, सो यो सबै गर्छन्। त्यही भएर भक्तिविनोद ठाकुरले एउटा अपसम्प्रदाय पनि उहाँले वर्णन गर्नुभएको छ, जसले यो किसिमको हुन्छ नि देखासिखी गर्छ। लाग्छ कि उनीहरू पनि एकदम भावमा आएको जस्तो, तर वास्तवमा त्यो के हुन्छ त भन्दाखेरि बाहिरी रूपले मात्रै उनीहरूले गरिरहेको हुन्छ। यहाँ हामी के देख्छौँ कि उद्धवको यो जुन भावहरू छन् यो भित्रैदेखिको हुन्छ नि जुन परिवर्तन छ, यो बाहिरी हुन्छ नि यो शरीरमा मात्र होइन, भित्रैदेखि उद्धवको के यो परिवर्तन भइरहेको छ, हुन्छ नि यो किसिमको विकारहरू आइरहेको छ। सो त्यही भएर विदुरले यो देख्छ र विदुरले बुझ्छ कि जसरी उद्धवले आँखाबाट आँसु पुछिरहनु भएको होइन। सो यो सबै यो मात्र होइन कि अगाडि पनि हुन्छ नि जुन उद्धव बोल्न सकेन होइन, वाणी गदगद भयो, यो सबैबाट विदुरले बुझे कि उद्धव भगवानको शुद्ध भक्त हुनुहुन्छ। र यहाँ श्रील प्रभुपाद लेख्नुहुन्छ कि हामी जब भक्ति गर्छौँ, भक्ति गर्दा पनि कति किसिमको भक्ति छ त? यहाँ के वर्णन गरेको छ? 3 किसिमको भक्ति। के हो त होइन? सो यो 3 किसिमको भक्ति यहाँ जुन वर्णन गरेको छ, सो पहिलो चरणको भक्ति के हो? त्यो के हो त भन्दा साधना भक्ति। सो साधना भक्ति भनेको जब हामी सुरुमा आउँछौँ र साधना जब हामी भक्तिमा सुरुमा आउँछौँ, हामी जोडिन्छौँ, कसैले हामीलाई भगवानको नाम सुनायो, कसैले हामीलाई ग्रन्थ हुन्छ नि वितरण गर्यो, यसबाट के गर्छौँ हामी जोडिन्छौँ होइन, अभियानसँग इस्कनसँग जोडिन्छौँ अथवा भक्तिसँग हामी जोडिन्छौँ। र जोडिसकेपछि हामी सुरुमा श्रद्धा हुन्छ, साधुसँग भजन क्रिया अनर्थ निवृत्ति, यो जुन चरणहरू छन् हामी गर्दै जान्छौँ। सो यो जब चरणहरू हामी पार गर्दै जान्छौँ अथवा त्यसमा परिपक्व हुँदै जान्छौँ, हामी त्यो स्तरहरू माथि चढ्नको लागि के गर्छौँ? नियम पालन गर्छौँ हैन। जब सुरुमा श्रद्धा हुन्छ नि, जब हामी कुनै थोरै श्रद्धा लिएर आएका छौँ अनि जब आउँछौँ साधुहरूको सँग गर्छौँ, साधुहरूको सँग गरेपछि हामीलाई के थाहा हुन्छ कि 4 नियम पालन गर्नुपर्छ हैन। हामी 16 माला जप गर्नुपर्छ, त भगवानको नामको जप गर्नुपर्छ। हामी के गर्छौँ त्यसपछि आफ्नो दिनचर्यामा यो चीजहरू हुन्छ नि यसलाई लागू गर्ने कोसिस गर्छौँ। हो सो यो सबै भनेको के हो त भन्दाखेरि यो जुन नियम पालन गर्नु यो के हो? हामी अब यो जुन साधना भक्तिमा यो नियम पालन गर्नलाई के भन्छ? वैदिक भक्ति। सो यसरी हामी अगाडि बढ्ने कोसिस गर्छौँ। अब साधना भक्तिको एउटा पाटो वैदिक भक्ति भने अर्को पाटो के हो? रागनुग भक्ति। सो रागनुग भक्ति भनेको के भन्दा जब हामी यो नियमहरू छन् हैन, अब अहिले हामी के छ त हैन, हामी जब नियमहरू पालन गर्नुपर्छ हामीलाई धेरै गाह्रो हुन्छ। 16 माला जप गर्नलाई हुन्छ नि हामीले मेहनत गर्नुपर्ने हुन्छ। 4 नियम पालन गर्न हामी एकदम सतर्क भएर पालन गर्नुपर्ने हुन्छ। रागनुग भक्तिमा के हुन्छ कि यो जुन नियम अटोमेटिकली हामी फलो गर्छौँ, हामीलाई जबरजस्ती गर भनिराख्नै पर्दैन हैन। जो रागनुग भक्तिमा छन् उनीहरू के गर्छन्? उनीहरू यो जति पनि नियम छन् सबै पालन गर्छन् र त्योभन्दा अझै बढी उनीहरू जस्तै जप गर्नु पर्यो 16 माला मात्रै जप गर्दैन, त्योभन्दा बढी गर्छन्। किन भन्दा त्यो रुचि छ, त्यो टेस्ट छ। अनि त्यही भएर उनीहरू के छ 16 माला उनीहरूको त्यतिकै सकिन्छ 16 माला, त्यसपछि उनीहरू त्योभन्दा अझै धेरै गर्छन्। किन उनीहरूलाई अटोमेटिक त्यो कुनै जबरजस्ती गर्नुपर्ने हैन। 16 माला हामी अहिले के गर्छौँ? जबरजस्ती गर्छौँ, किनभने गुरुलाई हामीले दीक्षामा संकल्प गरेका छौँ कि 16 माला जप गर्छौँ। तर जो रागनुग भक्तिमा छ उनीहरू स्वतः गर्छन्, उनीहरू आनन्दका साथ हुन्छ नि, त्यो इच्छाका साथ खुसीका साथ गर्छन्। सो त्यो के हो? रागनुग भक्ति। सो यसरी साधना भक्तिमा के छ त? वैदिक भक्ति र रागनुग भक्ति। र यो रागनुग भक्ति यो जुन वैदिक भक्ति कहाँसम्म जान्छ? भावको स्तरसम्म। र त्यसपछि के हुन्छ त भन्दाखेरि त्यसपछि भाव भक्ति हुन्छ। सो भाव भक्ति भनेको के? जब हामी भावमा अवस्थित हुन्छौँ, जब हामी भगवानको नामहरू जब हुन्छ नि सुन्छौँ त भगवानलाई स्मरण गर्छौँ, भगवानको आभास भएको हामीलाई
हुन्छ नि भगवानको आभास हुन्छ हामीलाई हैन। त्यो भनेको के हो? भाव भक्तिको स्तरमा स्थित हुन्छ। र त्यसपछि जब त्यो भन्दा पनि माथि के हुन्छ त भन्दा प्रेम भक्ति। सो यहाँ श्रील प्रभुपाद लेख्दै हुनुहुन्छ कि उद्धव कुन स्तरमा हुनुहुन्थ्यो? हुन्छ नि प्रेम भक्तिको स्तरमा हुनुहुन्थ्यो। अब प्रेम भक्तिमा पनि के छ त? त्यहाँ पनि स्तरहरू छन् हैन। सो त्यही भएर श्रील प्रभुपाद यहाँ वर्णन गर्नुहुन्छ कि यहाँ जुन भनिएको छ कि स्नेह हुन्छ नि, जुन स्नेह या भनेर भनेको छ विस्मृत प्रेम है। जुन स्नेह, जुन प्रेम परिपक्व भइसकेपछि त्यो केमा परिणत हुन्छ? स्नेहमा। हामीले अहिले स्नेह भनेको के हो? कसैप्रति हामीलाई माया हुन्छ नि, बच्चाप्रति स्नेह हुन्छ, हाम्रो आसक्ति हुन्छ, अनि त्यसलाई हामी स्नेह भन्छौँ। तर यो जुन स्नेह यहाँ प्रयोग गरिएको छ यो श्लोकमा, त्यो किसिमको स्नेह होइन हैन। जब प्रेमको स्तरमा पुगिसकेपछि प्रेम परिपक्व हुन्छ, अनि के हुन्छ? अनि स्नेह हुन्छ, एकदम अट्याचमेन्ट हैन। भगवानसँग जुन अट्याचमेन्ट हुन्छ त्यो अट्याचमेन्ट छोड्न सकिँदैन। त्यो एक क्षणको लागि पनि हुन्छ नि भगवानप्रति विस्मृति भइँदैन। त्यो के हो? त्यो हैन। त्यसपछि के हुन्छ त? स्नेह हुन्छ। स्नेहपछि के हुन्छ? मान हैन। मानपछि के हुन्छ? प्रणय, राग, अनुराग, भाव, र अन्तिममा के हुन्छ? महाभाव। जसलाई के भनेको छ? दिव्य उन्माद भनेको पागल हुने हैन। तर के हो? यो दिव्य पागलपन। र यो सबै यहाँ जसरी श्री प्रभुपाद लेख्नु भएको छ, कसले देखाउनु भयो त? यसको बारे हामीले कसरी बुझ्न सकेका छौँ? किन यो कसले देखाउनु भयो? चैतन्य महाप्रभुले। चैतन्य महाप्रभुले आफ्नो लीलामा यो सबै देखाउनु भयो हैन। त्यही भएर उहाँ आउनुको मुख्य उद्देश्य नै हो कि यो सबै चिज देखाउन, हामीलाई जानकारी गराउनको लागि कि प्रेम भनेको के हो, भगवानका कसरी पुग्न सकिन्छ हैन। भगवानका पुग्ने एउटा ठाउँमा छ, जब भगवान हामी भक्ति गर्दै जान्छौँ त हाम्रो शरीरमा के हुन्छ, हाम्रो अवस्था कस्तो हुन्छ हो। सो यसरी चाहिँ यो महाभावसम्म पुग्ने क्रममा यहाँ उद्धवको स्तर के छ? प्रेममा पुगिसकेपछि जुन स्नेहको अवस्था छ त्यो अवस्था उद्धवले देखाइरहनु भएको छ। सो त्यही भएर अब यो जुन स्तर छ, अगर हामीले यसको नक्कल गर्न सक्दैनौँ हैन। यो बुझ्नको लागि हो कि हामी जब भगवानको नाम स्मरण गर्छौँ त यो स्तरमा छौँ हैन। जसरी चैतन्य महाप्रभुले आफ्नो शिक्षाष्टकमा भन्छ, नयनम गलत अश्रुधारय वदनम गद्गद हृदया गिर पुलकैर्निष्टम बपुगदा तब नाम ग्रहणे भविष्य हैन। चैतन्य महाप्रभु प्रार्थना गर्दै हुनुहुन्छ कि कहिले त्यो अवस्था आउला जब भगवानको नाम लिँदा के हुन्छ? हाम्रो आँखाबाट आँसु आउँछ। वदनम गदगदम हुन्छ नि, हाम्रो जुन शरीर छ त्यो गदगदले हुन्छ नि हर्षित हुन्छ हैन। हाम्रो रौँहरू कहिले ठाडो हुन्छ? कहिले? जब एकचोटि भगवानको नाम लिँदाखेरि। त्यो अवस्था कहिले आउला? अब यहाँ पनि के देख्छौँ? उद्धवको त्यही अवस्था हो कि भगवानको बारे सुन्नुभयो, भगवानको बारे प्रश्न गरिएको थियो र उद्धव के गर्नुभयो? एक्सटेसीमा है, त्यो भन्नु न, त्यो प्रेममा हैन डुब्नु भयो। सो हामी वास्तवमा यो जुन वर्णन गरेको छ के को लागि त? हामी पनि त्यो स्तरमा कहिले पुग्ने त्यो अभिलाषा हामीले राखेका छौँ हैन। हामी कहिले काहीँ जप गर्छौँ, कहिले के हुन्छ त्यो जप एकदम त्यो नियमित हुन्छ, यसो नियमित हुन्छ, अटोमेटिक हुन्छ त्यो हैन हो। सो तर हामी वास्तवमा पुग्नुपर्ने यो स्तरमा कि जप गर्दा यो आनन्द हामीले प्राप्त गर्नुपर्ने। नत्र के हुन्छ? हामी आउँछौँ भक्तिमा, केही समय बस्छौँ, जप गर्ने त्यही हो, भागवतम सुन्ने त्यही हो, हाम्रो हरेक हुन्छ नि वर्षभरि आउने कार्यक्रम त्यही हो, अनि हामी के हुन्छ? बोर हुन्छौँ। हामी लाग्छ कि त्यही चिज दोहोरिरहेको छ त हैन। बिहान मङ्गल आरती भने यो कार्यक्रम भयो, वर्ष पछि त्यही भइरहेछ। तर वास्तवमा यो गर्दै जाँदा हामी के गर्नुपर्ने? आफ्नो भक्तिलाई पनि माथि उठाउनु, यो स्तरसम्म हामी पुग्नुपर्ने। त्यही भएर श्रीमद् भागवतमले हामीलाई के दिन्छ त? हामी पुग्नुपर्ने स्थान कहाँ हो हैन, त्यो देखाइदिनु। र त्यसको लागि अझै श्रीमद् भागवतमलाई
प्रदर्शन गर्नको लागि को आउनुभयो? चैतन्य महाप्रभु, जसले यो सबै विकारहरू देखाउनु भयो हैन। अब हामी देख्छौँ कि हाम्रो जो गुरुजनहरू छन् उहाँहरूले पनि कहीँ न कहीँ यो झलक देखाइरहनु भएको छ हैन। कहिलेकाहीँ देखाउनु एकदम भनेर यो जुन यो विकारहरू छन् यो सबै देखावटीको लागि गरिने होइन हैन, अथवा भनौँ न आफ्नो अनुयायी बढाउनको लागि यो सबै नाटक गर्ने होइन, यो स्वतः हो हैन। त्यही अनुसार शिल प्रभुपाद जब एउटा पण्डाल प्रोग्राम हैन, ठुलो पण्डाल प्रोग्राम गरिएको थियो जहाँ समय चाहिँ दिल्लीमा हैन, अनि ठुलो पण्डाल, दिल्ली कि मुम्बईमा ठुलो पण्डाल प्रोग्राम गर्नुभएको थियो। पण्डाल प्रोग्राम गर्दा गर्दै के भयो त? जय राजा माधव गाउनु पर्यो। जय राजा माधव गाउँदा गाउँदै के भयो? करताल खस्यो हातबाट हैन। अनि अब त्यहाँ हुन्छ नि, अब त्यसपछि केही पनि आवाज आएन प्रभुपादबाट। सबैजना अचम्म परि अब के गर्ने के हैन, ठुलो पण्डाल प्रोग्राम छ, हुन्छ नि हजारौँ मान्छे आएका छन् अनि सबजना एकछिन हुन्छ नि अचम्म परि अब के गर्ने। त्यसपछि के अरे भक्तहरूले कीर्तन गर्न थाले हैन। सो कीर्तन गर्नुभयो, हुन्छ नि 1 मिनेट 5 मिनेट 10 मिनेट अनि लगभग आधा घण्टादेखि 45 मिनेटपछि बल्ल हुन्छ नि शिल प्रभुपाद फेरि आफ्नो हुन्छ नि चेतना अवस्थामा आउनुभयो हैन, बाहिरी चेतनामा आउनुभयो। अनि के गर्नुभयो? 15-20 मिनेट क्लास दिनुभयो हैन, अनि त्यसपछि सकाउनु अनि सोध्नुभयो के भएको थियो भनेर। र प्रभुपादले जब हुन्छ नि, जब भक्तहरूले भने कि यसरी हुन्छ नि गाउँदा गाउँदै तपाईँ भने आफ्नो बाहिरी चेतनामा हुनुहुन्थ्यो, त्यो शिल प्रभुपादलाई के लाग्छ हुन्छ नि, उहाँलाई चाहिँ एकदम अप्ठ्यारो लाग्छ, उहाँ डिसपोइन्टेड हुन्छ, अथवा भनौँ न त्यो प्रदर्शन गर्नको लागि होइन कि त्यो स्वतः भयो हैन। सो यसरी शिल प्रभुपादले केही सङ्केतहरू अथवा हुन्छ नि हुन्छ नि नचाहँदै पनि हैन यो अवस्था हुन्छ नि उहाँले चाहिँ कहिलेकाहीँ देखाउनुहुन्थ्यो। सो अर्को एकचोटि यही किसिमको परिस्थिति भएको थियो जब प्रभुपादको शिष्य हुनुहुन्थ्यो, उहाँ हुन्थ्यो गौर गोविन्द महाराज। सो यो इन्सिडेन्ट भएको हो 1979 मा हैन। सो त्यतिखेर गौर गोविन्द महाराज चाहिँ मायापुरमा हुनुहुन्थ्यो। मायापुरमा शिल भक्ति सिद्धान्त सरस्वती ठाकुरको शिष्य एकजना हुनुहुन्थ्यो, शिल प्रभुपादको गुरुभाइ, जसले चाहिँ आफ्नो देह त्याग गर्नुभएको थियो, समाधि लिनुभएको थियो। र गौर गोविन्द महाराज त्यहाँ जानुहुन्छ। त्यो अब समाधि लिइसकेपछि त्यहाँ चाहिँ ठुलो अब जो कीर्तन हुन्छ, कार्यक्रम हुन्छ, त्यही अनुसार गौर गोविन्द महाराज जानुभयो। र जब त्यो कीर्तनमा भाग लिँदै के भयो त भन्दा त्यहाँ उहाँ मुर्छा पर्नुहुन्छ हैन। त्यो मुर्छा पर्नुहुन्छ, उहाँलाई चाहिँ त्यसपछि मायापुर हाम्रो इस्कन मन्दिरमा ल्याइन्छ हैन, कोठामा राखिन्छ, जुन लङ बिल्डिङ छ त्यही लङ बिल्डिङको एउटा कोठामा राखिन्छ। त्यहाँ राखिसकेपछि अब गर्ने के त्यहाँ भन्दाखेरि अब शरीरमा कुनै पनि भनौँ न केही पनि के अरे जीवनको चिन्हहरू छैन हैन। अनि त्यसपछि डक्टरहरू आउँछ जाँच गर्नको लागि, डक्टरहरूले जाँच गर्छ, डक्टरले भन्छ के पनि सबै कुरा ठिक छ हैन, त्यसमा चाहिँ कि सास चाहिँ हुन्छ नि सास छैन तर शरीर सबै स्वस्थ छ हैन। सो अनेक किसिमको हुन्छ नि त्यहाँ अब चर्चा हुन थाल्छ कि के भयो। कसैले भन्छ होइन यो चाहिँ के हो त भूत लागेको, सो गायत्री गर्नुपर्छ, अनि गायत्री गरिसकेपछि के गर्नुपर्छ, त्यो जुन गायत्री यो जुन उपवीत छ त्यसलाई तोड्नुपर्छ, यो तोडेपछि के हुन्छ त्योबाट भूत निस्किन्छ हैन। यो शरीरमा जुन भूत आएको छ त्यो भूत भागेर जान्छ हैन, अथवा त्यो भूत त्यो शरीरलाई छोडेर जान्छ। सो अनेकले अनेक किसिमको तर्कहरू गर्न थाले कि के भएको भनेर। अनि यो सबै भइरहेको थियो। अब त्यसपछि उहाँको गौर गोविन्द महाराजको शिष्य थियो लघुटी दास ब्रह्मचारी। सो उहाँले के भन्नुभयो, यो सबै गर्नु बेकार हो, के गर्नुपर्छ त हरे कृष्ण महामन्त्र जप गर्नु हैन। सो हरे कृष्ण महामन्त्र जप गर्दै हुनुहुन्थ्यो, यो सबै भइरहेको थियो। अनि त्यसपछि शिल प्रभुपादको जो गुरुभाइ हुनुहुन्थ्यो उहाँ हुनुहुन्थ्यो अकिञ्चन दास बाबाजी महाराज, जुन चाहिँ तपाईँले शिल प्रभुपादको लीलामृत पढ्नुभयो भने उहाँको नाम आउँछ। शिल प्रभुपादप्रति विशेष स्नेह थियो उहाँको हैन। सो अकिञ्चन दास बाबाजी महाराज आउँछ। अकिञ्चन दास बाबाजी महाराज आएर अब गर्ने के भन्दाखेरि उहाँले के गर्नुहुन्छ, जाँच गर्नुहुन्छ। जाँच कसरी गर्ने,
भन्दा जुन कटनको धोती छ हुन्छ नि त्यो कटनको धोतीको एक त्यान्द्रो लिएर नाकमा राख्नुहुन्छ हैन। नाकमा राख्दा के हुन्छ त्यो जुन धोतीको त्यो जुन एक त्यान्द्रो छ त्यो हल्लिन थाल्छ भनेपछि अनि अकिञ्चन दास बाबाजी महाराज उफ्रिन थाल्नुहुन्छ हैन। भाव भाव हुन्छ नि कि यो के हो त भन्दा भावको स्थान हैन। यो हुन्छ नि गौर गोविन्द महाराज जो हुन्छ वो भावको स्थानमा हुनुहुन्थ्यो हैन। सो त्यही भएर चाहिँ हुन्छ नि उहाँ एकदम हुन्छ नि एकदम अकिञ्चन दास महाराज एकदम हुन्छ नि हर्षित हुन्छ। अनि अब के गर्ने त हैन। उहाँले सोध्छ हुन्छ लघुदी दास ब्रह्मचारी उहाँ सोध्छ अब के गर्ने भन्दा अकिञ्चन दास महाराजले भन्नुहुन्छ कसैले पनि डिस्टर्ब नगर्नु हैन, उहाँलाई यतिकै छोड्नुहोस्। सो उहाँ भावमा हुनुहुन्छ। भावमा भनेको के उहाँ किन मूर्छित भएर अथवा हुन्छ नि मूर्छा भएको हुन्थ्यो भने त्यो अवस्थामा के गरिरहनु भएको थियो त उहाँ आध्यात्मिक संसारमा कृष्णको सेवा गरिरहनु हैन। बाहिरी चेतनामा होइन उहाँ हुन्छ नि आन्तरिक चेतना भएर कृष्णको यही शरीरमा हैन आन्तरिक अवस्थामा कृष्णको सेवा गर्नु। अब उहाँ कस्तो हुनुहुन्थ्यो भने उहाँको स्थान हुन्छ नि के वर्णन गरेको छ कि कहिलेकाहीँ अब शिष्यहरू आउँथे हैन। किनभने शिल प्रभुपाद जब शिल प्रभुपादले समाधि लिनुभयो त्यसपछि कोही चाहिएको थियो जोसँग चाहिँ त्यही किसिमको ज्ञान त्यही किसिमको भनौँ न अन्य शास्त्रहरू बुझेको कोही चाहिएको थियो हैन। र त्यो को हुनुहुन्थ्यो गौर गोविन्द महाराज एकदम कडा हैन। तर शास्त्रमा हुन्छ नि एकदम भनौँ न सबै चिजको उहाँलाई ज्ञान भएको र त्यही भएर धेरैजना शिष्य धेरैजना व्यक्तिहरू आए गौर गोविन्द महाराजलाई सोध्नको लागि। अब गौर गोविन्द महाराज हुन्छ नि उहाँ भावमा कृष्णको सेवा गर्दै हुनुहुन्छ हैन। अनि जब भक्तहरू आउँथे हुन्छ नि महाराजलाई सोध्थे महाराज के भन्थे मलाई डिस्टर्ब नगर मैले सेवा गर्दैछु सो अहिले चाहिँ मलाई डिस्टर्ब नगर पछि आऊ भनेर पठाइदिनु हैन। सो यसरी चाहिँ हुन्छ नि गौर गोविन्द महाराज चाहिँ भाव यो यही अनुसारको हुन्छ नि उहाँले चाहिँ यो 8 किसिमको विकार देख्नु र त्यो लघुदी दास ब्रह्मचारीले भन्नुहुन्छ कि र यो 8वटा विकारमा सबभन्दा हाइएस्ट भनेको के हैन भन्दा के हुन्छ त जब शरीरको रङ बदलिन्छ हैन। सो उहाँले भन्नुहुन्छ कि मैले यो सबै देखेँ यो 8वटा विकार हुन्छ नि उहाँको शरीरमा देखेँ भनेको रङ के हुने रङ कहिले हुन्छ नि सेतो हुने कहिले यो रानी कलर रङको हुने हैन कहिले यो ब्राउन हैन खरानी कलरको हैन। सो शरीरको रङै परिवर्तन हुने अनि यो चाहिँ हाइएस्ट भाव यो जुन अष्ट हुन्छ नि अष्ट विकारी हुन्छ नि भावमा हुन्छ नि यो जुन शरीरको रङ बदलिन्छ त्यो चाहिँ हाइएस्ट अनि त्यो सबै चिज देखाउनु भयो हैन। उहाँ भन्नुको अर्थ अहिले पनि भनौँ न हाम्रा जो अग्रज भक्तहरू छन् हुन्छ नि प्रभुपादका शिष्यहरू उहाँले देखाउनुहुन्न हैन। तर यो चिजहरू हुन्छन् अहिले पनि हुन्छन् र जब गौर गोविन्द महाराज हुन्छ नि उहाँ त्यो अवस्थाबाट हुन्छ नि जुन अर्धचेतन अवस्थाबाट जब उहाँ फेरि बाहिरी हुन्छ नि बाहिरी अवस्थामा चेतनामा आउनुहुन्छ हैन। सो चेतनामा आउनुहुन्छ त्यसपछि उहाँले सोध्नुहुन्छ है कि यो के हो हात हैन आफ्नो शिष्यलाई यो के हो हात यो के हो शरीर यो के हो स्थाला हैन। यो सबै भनिसकेपछि जब उहाँले बुझ्छ कि उहाँ बाहिरी चेतना आउनुभयो तब उहाँ एकदम दुखी हुनुहुन्छ किनभने त्यो अवस्थामा के थियो उहाँ त भगवानको डाइरेक्ट सेवा गरिरहनु भएको थियो फेरि यो बाहिरी अवस्थामा आउनु पर्यो भनेर उहाँ दुखी हुन्छ। तर अल्टिमेटली गौर गोविन्द महाराजले के भन्नुहुन्छ कि यो सबै चिज हैन मलाई यो यसरी भगवानको सेवामा लगाउने यो सबै मैले कहाँबाट पाएँ त भन्दा उहाँले भन्नुहुन्छ मैले जब शिल प्रभुपादको ग्रन्थबाट शिल प्रभुपादले दिनुभयो मलाई किन उहाँको ग्रन्थबाट सबै चिज मैले पाएको हैन। किन भन्दाखेरि गौर गोविन्द महाराजको पहिलो जुन उहाँलाई सेवा के दिएको थियो त भन्दाखेरि प्रभुपादको पुस्तकहरू प्रभुपाद स्वयंले उहाँलाई यो सेवा दिनुभएको थियो कि मेरो पुस्तकहरू उडिया भाषामा हुन्छ नि यसलाई उल्था गर ट्रान्सलेट गर भनेर र गौर गोविन्द महाराजले चाहिँ प्रभुपादको त्यो वाणीलाई लिएर उहाँले चाहिँ सबै ग्रन्थ उडियामा उहाँले चाहिँ उल्था गर्नुभएको थियो। सो त्यही भएर हामी देख्न सक्छौँ कि प्रभुपादको जुन ग्रन्थहरू छ शक्तिशाली छन् हैन यो कुनै साधारण ग्रन्थहरू होइन हैन। र यदि हामी पढ्छौँ किनभने प्रभुपादले भन्नुभएको छ प्रभुपादको जुन एक्सटेसी छ हैन जुन प्रेम जुन प्रभुपादको जुन प्रेम जुन के भन्छ जुन आनन्द छ त्यो सबै केमा राख्नु भएको छ
यही ग्रन्थहरूमा राखिदिनु भएको छ। अब यो ग्रन्थको त्यो पढेर त्यो आनन्द लिने कि नलिने त्यो हाम्रो हातमा हैन। सो त्यही भएर यहाँ देख्न सक्छौँ कि प्रभुपादले यहाँ वर्णन गरिरहनु भएको छ कि कसरी भनौँ न उद्धवले आफ्नो आँसु पुछिरहनु भएको थियो। भनेको यो सबै प्रभुपादले हुन्छ नि यो ग्रन्थहरू जुन किसिमले लेख्नुभयो हैन, जुन मेहनत गर्नुभयो, किन त्यो एक्सटेसी जुन भगवानको जुन आनन्द छ त्यो दिन। सो यही चिज चाहिँ यहाँ श्रील प्रभुपाद वर्णन गर्दै हुनुहुन्छ कि कसरी उद्धवको अवस्था कस्तो थियो, उद्धव कुन हुन्छ नि स्तरमा पुगिरहेका थिए, कसरी भगवानको स्मरण गर्नाले। सो त्यही भएर हामी देख्छौँ यस्तो धेरै कथाहरू छन्, जसरी चैतन्य चरितामृतमा कसको कथा आउँछ त भन्दाखेरि पुण्डरीक विद्यानिधि, जसले एउटा श्लोक सुनेर के गर्न थाले, सारा हुन्छ नि एकदम ठुलो भनौँ धनी हुने परिवारको होइन, एकदम सम्पन्न परिवारको होइन। सो जब उहाँले एकचोटि श्लोक सुन्नुहुन्छ, उहाँको जति पनि हुन्छ नि त्यहाँ डेकोरेसन्सहरू हुन्छ नि यिनीहरू सबै के गर्छ भताभुङ्ग गरिदिनुहुन्छ होइन, त्यो एक्सटेसीमा आएर त्यो आनन्दमा आएर। सो त्यही भएर हामी देख्छौँ कि तर फेरि यसको नक्कल गर्न सकिँदैन, किन यसको नक्कल गर्यो भने नि के हुन्छ कि मान्छेहरूले के गर्छन् धिक्कार्छन्। त्यही अनुसारको चैतन्य चरितामृत अथवा चैतन्य भागवतमा यो कथा छ कि जब हरिदास ठाकुर एकचोटि के हुन्छ, हरिदास ठाकुर खेतुरी जहाँसम्म चाहिँ खेतुरीमा उहाँ हुन्छ, खेतुरीमा के हुन्छ त त्यतिखेर मान्छेहरू हुन्छ के भन्छ यो सर्प अनि सर्पलाई नचाउँछ नि, के भन्छ त्यसलाई सपेरा हैन। सो यो के बाँसुरी बजाएर सर्पलाई नचाउँछ, त्यही अनुसार के हुन्छ त्यहाँ यसरी नचाइरहेको हुन्छ हरिदास ठाकुर, त्यहीँबाट हुन्छ नि उहाँ पास हुन्छ। जब त्यो आवाज सुन्छ बाँसुरी, उहाँलाई को याद आउँछ, कृष्ण याद आउँछ अनि नाच्न थाल्छ, भगवानको कीर्तन गर्न थाल्नुहुन्छ हैन। भगवानको कीर्तन गर्दै हुन्छ नि उहाँ के हुन्छ त उहाँले पनि ती अष्ट हुन्छ नि सात्विका विकार सात्विका भावहरू देखाउन थाल्नुहुन्छ। सबै मान्छेहरू एकदम हुन्छ नि अचम्म पर्न थाल्छन् हैन, सबै मान्छेहरूले उहाँको तारिफ गर्न थाल्छ, वाह हैन कस्तो भक्त भनेर। अनि छेउमा एकजना ब्राह्मण हुन्छ, ब्राह्मणले देख्छ। सो ब्राह्मणलाई पनि के लाग्छ, यसरी त मान्छेलाई हुन्छ नि आकर्षित गर्न सकिने रहेछ हैन। सो एकचोटि के हुन्छ कुनै यस्तै अवस्थामा के भएको हुन्छ, यस्तै कीर्तन हुन्छ नि भजन कीर्तन लागेको हुन्छ, अनि यो व्यक्ति पनि क्या जान्छ, यो ब्राह्मणले के गर्छ, हरिदास ठाकुरले जसरी नाचेका थिए हुन्छ नि, जसरी आँखाबाट आँसु निकाले, जसरी शरीर हुन्छ नि रोमाञ्च आएको थियो, उसले पनि त्यही अनुसारको नाटक गर्न थाल्छ। त्यतिखेर मान्छेले के गर्छ, ढुङ्गा हिँडेर पठाउँछ है। सो भन्नुको अर्थ हामीले यो नाटक गरेर गर्न सकिँदैन होइन, यो स्वतः भित्रबाट आउने चिजहरू होइन। कहिलेकाहीँ हामीलाई हामी पनि बन्ने कोसिस, हामी पनि कहिलेकाहीँ नक्कल गर्ने कोसिस गर्छौँ होइन। सो त्यो चाहिँ गर्नु हुँदैन है। सो यसरी चाहिँ यहाँ हामी देख्छौँ र त्यो त्यही भएर त्यो डिटेक्ट गर्नलाई त्यही अनुसारको शुद्ध भक्तले मात्रै डिटेक्ट गर्न सक्छ कि यस्तो भावहरू के हो, उहाँहरूले चाहिँ पहिचान गर्न सक्नुहुन्छ होइन यो के हो भनेर। सो यहाँ त्यही भएर विदुर पनि शुद्ध भक्त होइन, यता उद्धव पनि शुद्ध भक्त, र दुईजनाको मिलन हुँदाखेरि कुन अवस्था सृजना भएको थियो त्यो देख्न हामी यो श्रीमद् भागवतमा पाउँछौँ। हरे कृष्ण। केही प्रश्नहरू छन्? सो अब यसपछि उद्धवले जुन विदुरको प्रश्न छ, डाइरेक्टली विदुरको प्रश्नको उत्तर दिनु न हैन। उहाँले भन्नुहुन्छ कि यो टाइममा आफै थाहा हुन्छ, उहाँले डाइरेक्ट आन्सर दिनुहुन्न, तर भगवानको जुन लीलाहरू छ त्यसको बारे चाहिँ उहाँले वर्णन गर्नुहुन्छ अबको अगाडिको श्लोकहरूमा। ठिक छ, सो केही छ ग्रन्थराज श्रीमद् भागवतम की जय, श्रील प्रभुपाद की जय, निताय गौर प्रेमानन्द। र यो सबै कहाँबाट सुन्नुहुन्छ? यो सबै कहाँबाट सुन्नुहुन्छ? कहाँबाट सुन्नुहुन्छ? श्रवण कीर्तन विष्णु स्मरण, सुरु नै त्यहीबाट। कुनै नयाँ अथवा हुन्छ नि एकदमै भनौँ न हामीले कुनै ठुलो के अरे कुनै के भन्छ ठुलो परियोजना गर्नुपर्ने छैन, यो सुरु हुने कहाँबाट? त्यही भएर श्रील प्रभुपादले लेखेको छ कहाँबाट सुरु हुने होइन,
श्रवण कीर्तन विष्णु स्मरण त्यहीबाट सुरु हुने र यो यदि हामीले दिएको जुन यो दिएको हामीलाई जुन विधि दिएको छ त्यही अनुसार पालन गर्छ भने यो सबै हुन्छ नि। अब हामीले आश गर्नु हुँदैन तर यो स्तरमा पुग्न सकिन्छ है, यो स्तरमा पुग्न सकिन्छ। यही हुन्छ नि बाटो चाहिँ यही नै। जस्तो आफूले जो त्यो मिस्टिक गुरुहरू भन्छ नि, अनि जस्तो यसले सुन्यो अहिले कि जस्तो एउटा शारीरिक स्तर हुन्छ, एउटा भाव स्तर हुन्छ होइन, अनि जस्तो त्यसमा पनि जस्तो अब त्यो अब समथिङ अब शक्ति पार्या के भन्छ नि त, अनि त्यो अनुसारले गर्छ त्यो के शारीरिक स्तरमा मात्रै गरेर त्यसलाई त्यो झुक्क्याउने काम गर्छ या के हो त्यो? त्यही सिद्धि भनेको यो सबै भौतिक हो। यदि कसैले भनौँ अनेक किसिमको सिद्धि नभएको होइन, सिद्धि पनि हुन्छन्। सिद्धिमा हामीले यो भौतिक संसारलाई अनेक किसिमले त्यसलाई म्यानिपुलेट गर्न सक्छौँ अथवा त्यसलाई परिवर्तन गर्न सक्छौँ भनौँ होइन। सो त्यो हुन्छ तर त्यो सबै के हो, त्यो भौतिक हो। आध्यात्मिक स्तरमा जब हुन्छ त्यो चाहिँ एकदम सूक्ष्म हुन्छ, बुझ्न गाह्रो हुन्छ। त्यो बुझ्न अथवा त्यो त्यसलाई बुझ्नको लागि चाहिँ हामीसँग शास्त्रको चाहिँ ज्ञान हुनुपर्छ। सो यो चाहिँ आन्तरिक हुन्छ, कतिले देखाउँदैन, यो सबैलाई देखाएर हेर्ने चिज पनि होइन। कहिलेकाहीँ त्यो रोक्न नसकिकन हुन्छ नि उहाँहरूले चाहिँ हुन्छ नि गर्ने हो, नत्र युजली उहाँहरूले देखाउनुहुन्छ होइन। सो त्यही भएर भक्ति गरेपछि यो सबै चिज हुन्छ। यदि हामी शुद्ध हुन्छ नि शुद्ध भक्ति गरिरहेका छौँ, प्रेम भक्तिको स्तरमा हुन्छ, यो नआउने होइन, आउँछ होइन। कहिलेकाहीँ हामीले पनि कुनै कुनै अवस्थामा कहिलेकाहीँ हामीलाई कीर्तनहरू सुन्दाखेरि त्यही किसिमको हामी पनि त्यो भावुक हुन्छौँ। अब हामीले यो भन्न सक्दैन कि हामी प्रेममा हुन्छौँ होइन। अब कोही कोही प्रेममा आउनुहुन्छ भने होला सायद, तर युजली कहिलेकाहीँ त्यो आउनु भनेको केही सङ्केत हो होइन, कि हामी पनि आकर्षित छौँ। तर यो त्यसलाई हामीले यो गलत बुझ्नु हुँदैन कि अब म प्रेममा पुगेँ होइन, अब म एकदम शुद्ध भक्त भएँ भन्ने चाहिँ त्यो गल्ती चाहिँ गर्नु हुँदैन। तर कहीँ न केही गर्दाखेरि कहिलेकाहीँ प्रभातको ग्रन्थ पढ्दा होस् अथवा हुन्छ नि कीर्तन सुन्दा होस् होइन, कहिलेकाहीँ त्यो आउन सक्छ है। तर हामीले बुझ्नुपर्छ कि हामी अझै हुन्छ नि अशुद्ध नै छौँ, हामी शुद्धिको प्रक्रियामा गइरहेछौँ। यिनीहरू चिज आउँछ ठिक छ, तर शुद्ध हुन अझै धेरै लामो बाटो छ भनेर बुझ्नु चाहिँ जरुरी हुन्छ। ठिक छ, अब चेक गर्ने भनेको त्यही हो। भगवान्को नाम लिँदाखेरि मलाई आँखाबाट आँसु आएको छ होइन, कहिलेकाहीँ आउला, तर सधैँ आउँछ कि आउँदैन, सधैँ आएको छैन भने अझै वर्क इन प्रोग्रेस। आए राम्रो ठिक छ, तर यो हुन्छ नि नियमित भएको छैन होइन, एकदम भगवान्को स्मरण त भइरहेको छैन होइन। अब यो भनेको यो झुटो हो त भन्दा यो झुटो त होइन होइन, केही भाव आइरहेछ भने राम्रो हो, तर के छ त परिपक्व भइसकेको छैन। परिपक्व बनाउनु अझै बाँकी नै छ। श्री प्रभात की जय।